यहाँको विकासको जिम्मा मेरो, तपाईहरु ढुक्क हुनुहोस्। यस जिल्लाको विकासको जिम्मा मेरो, तपाईहरु ढुक्क हुनुहोस्। यस प्रदेशको विकासको जिम्मा मेरो, तपाईहरु ढुक्क हुनुहोस्। र यस देशको सिन्नै देशको विकासको जिम्मा मेरो, तपाईहरु ढुक्क हुनुहोस्। आज देश कुनै पनि ठाउँमा एक ढंगले भन्ने हो भने दुर्गम छैन। सबै सदरमुकाममा मोटरको बाटो जोडिएको छ। सडक सञ्जालसँग सिन्नै देश जोडिएको छ। हुम्ला जिल्लाको सदरमुकाम जोडिन बाँकी छु। अस्ति पुल बनाइकन म सरकारमा आएपछि पुल बनाइकन त्यसको उद्घाटन गरेर अहिले हुम्लाको सदरमुकाम सिमीकोट पनि जोडिएको छ सडक सञ्जालमा। कुनै पनि जिल्ला अथवा जिल्लाको सदरमुकाम, जिल्लाका केन्द्रहरू अथवा प्रमुख ठाउँहरू सडक सञ्जालमा नजोडिएको छैन। यस प्रदेशको ताप्लेजुङबाट ओलाङचुङ गोला हुँदै जोड्ने सीमासम्म जोड्ने बाटो त्यो पनि खोलिएको छ र पक्की हुँदै गइराखेको छ। त्यो तपाईहरुलाई थाहा छ। हामीले नै ट्र्याक खोलेका हौं। ओलाङचुङ गोलासम्म गाडी पुर्याउन मै गएको थिएँ। गाडी चढेर ओलाङचुङ गोला प्रवेश गरेको थिएँ म। तपाईहरुले पनि टिभीहरुमा हेर्नुभयो होला। हाम्रो काम देशको विकास गर्ने हो।